कम्ता छैन त्यसमा त अनि मेरो कुल देवतालाई सम्झाउँछु बुद्धको है कम तागेर निमा फुगे सिंगा छ भगवानले हेलो नमस्कार अनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज हामी चाहिँ लोटो काट्न जाँदैछौँ। लगभग नेपाली 15,000 रुपियाँको लोटो काट्न जाँदैछौँ। आनसानमा रहेको लासङ सिजाङमा रहेको यो लोटो पसल सर्वाधिक पर्न सफल 14 चोटि नै फर्स्ट प्राइज, 48 चोटि सेकेन्ड प्राइज। अब हामी यहाँबाट ड्याङ 1.5 लाख वन निकालेर दाइले निकाल्दै हुनुहुन्छ। अब हामी पैसा निकालेर जाँदैछौँ लासङतिर। यो लासङ चाहिँ सुन किन्ने मार्केट पनि हो यो आनसानतिर रहेका मान्छेहरूले। हामी चाहिँ सुन किन्न त्यस्तै हो, हामी चाहिँ लोटो किन्न जाँदैछौँ। दुईजना दाजुभाइ भएर पैसा निकालिए बुद्धै पुरै पैसा गन्दै हिँड्दै हुनुहुन्छ। यहाँ चाहिँ अघिल्लो हप्ता पनि 5 जनालाई इल्तुङ परेको थियो, सुदोङमा काटेको रहेछ। 1 जनाले नै 5 वटा एउटै नम्बर काटेको अनि ड्याङ्गै पैसा। यहाँ त लाइन पनि डह्रो हुन्छ। आज चाहिँ हल्का पानी परेको हुनाले आज लाइन थोरै कम होला जस्तो छ। त्यही पनि के को कम हुनु, यहाँ यत्रो लाइन बसिया चाहिँ यति धेरै छ। छातै ओढेर भए पनि यस्तरी बसिया छ, पानी परेर मात्रै, नत्र त धेरै नै हुन्थ्यो यहाँ। अब म पनि गएर अब यी लाइन बस्ने हो। ट्याक्क लगभग आधी घन्टामा त पालो आउँछ। काटिसकेपछि हेरौँ के कस्तो हुन्छ। ल है त म लाइनमा बसिया छु। यो चाहिँ ट्याक ट्याक काट्दै आएको। अब लोटो सोटो काट्छु। त्यसपछि अहिले लोटो काटेर साँझ 9 बजेतिर अनि बल्ल हेर्ने हो। 여기 몇 개 있어요? 네. 봉투나들이요? 네. 하나만 드리면 될까요? 자, 네, 감사합니다. पुरै पार्नी नै भने आखिर हावाले उडाउँछ है। अरे छ्या एकदम कतिवटा हुनु पर्यो? 15वटा हुनु पर्यो नि। 2 3 कस्तो 15वटा क्विन्टलको हिसाबले 15वटा 9 10 3टा कोड भन्छ 12 13 ठिकै रहेछ। 15 भनेपछि 15 दुना 30 भएन त? 30 × 5,000 ले ठ्याक्क। अब यो तिम्रो पनि त्यही हालिराख। टन्डन भाइको इल्तुङ पर्यो भने के गर्ने विचार छ? मेरो त अब इल्तुङ पर्यो भने ट्याक्क पर्सिको फ्लाइटको टिकट काट्छु, अध्यक्ष घर जान्छु, 1 करोडको घर किन्छु। कति करोड आउँछ त? लगभग भन त तिम्रो भागमा 4 करोड जति पर्यो। 1 करोड घर भोबाल किन्छु। अनि त्यसपछि 1 करोड चाहिँ फिक्समा हालिदिन्छु। अनि फेरि एउटा बबाल कार किन्छु 60 लाख जतिको। डस्टरवाला कि कालोवाला त बबाल किन्छु। 2 करोड त हिँड्नु त। अनि त्यसपछि 1.5 करोड रह्यो। अनि त्यसपछि फेरि मम्मीलाई चाहिँ यत्रो सुनको हार बनाइदिन्छु क्या, 4-5 तोलाको। दाइ भाइहरू अस्ट्रेलिया अमेरिका कहाँ जाने भने पठाइदिन्छु। अनि कति बच्छ? ऋण लाग्नु सक्छ। अब 30-35 लाख रह्यो कि बिहा पनि गर्नु पर्यो।
बिहा गर्दा माइनस अर्को नि लोटो काट्नु पर्ने बुद्धाले के गर्नु म त केही गर्दिनँ मैले सापट दिने हो सबैलाई तिम्रो चाहिँ के छ नि त इच्छा नि मेरो त केही छैन पहिला पारौँ त्यसपछि पारेपछि अब हामी चाहिँ लोटो हेर्न जाँदैछौँ नेपाली 15,000 10 बजी स्टार्ट गर्नु नि ठ्याक्कै त्यो परे होइन 3:15 साइड परेको छ क्या 10 बजी अब हामीले यहाँ आइज त मोबाइलमा देखाउनु पर्यो नि त भिडियोले अनि अहिले देखिन्छ परेको देखाउँछ हामीले रियाक्सन खोइ एउटै पर एउटा अलिक लकी हातले गर न यार यो त के हो यार आम्मा म यहाँ त कम त परे परेन नि त तेरिका परो देशमा त मानव नि त हिँडी जग्गा त कम त छैन देशमा त अनि उपचार खर्च नि यहीबाट तेरिका निधार तिम्रो खोइ मेरो निधारमा हाल्दा पो पर्थ्यो त खुसी हुनु भएको उसको निधारमा एक थप्पड हानु त त्यसलाई ए आम्मा होइन अलिक बेलै भएको होइन के भनेको के होइन हुन त भइसकेको छ ल उसकोमा हान एकैछिन, म आफै पक्रेर हाल्छु। 32कोमा हान मेरो कुलदेवतालाई सम्झिन्छु अब आउँछ टाइम त भएको भइसक्यो कि ओहो अलि राम्रोसित सम्झ त कुलदेवतालाई यहाँ यो बहिनी ल तेरो कुलदेवतामा ल आइज त मेरो ल अब ल बुद्धाइको है ओम तागेर निमा फुङेसिङ छ भगवानले जपेपछि त कसो नआउला खै भगवानले जपेपछि आन्दारावा सान्दारावा पुलिसै आउला जस्तो इल्तुमा आउनु भन्दा आन्दाराले त ल बहिनी एउटा दिन त एउटामा ल आन्टीलाई म आफै गर्छु न ल त अम्ला आछ क्या तेरो आहाइ ल यसकोमा त खै चेटै होला जस्तो एउटा नआउनु नि सक्छ के हो यार ओछनन धरि परेको छैन त यार यो त अति गरे यार साउता उकास्नु पर्यो नि त आम्मा यो त भएन यार लास्टै भयो के भयो यार ओछन म कम त परेन ओछन नि त आयो है यो सातमा लास्टै धेरै परेको ओछनन यार। ल यहाँ भिडियोमा त ल सबै छवटै आएको त पर्नु त ओछनन मात्रै ए रातै हुनु भाइ गयो नरो नरो काम चाहिँ हेर्नु न काम चाहिँ भात प्रेसरले हाल्नु यो चाहिँ कस्तो पर्छ पर्छ लहरै पर्नुपर्छ यताबाट ल मैले मन्त्र हाने भने चाहिँ पर्छ यार। ल एउटा मलाई मन्त्र हानिदिनु त लास्टको ए मन्त्र हान्थी के यार ओछनन पर्यो यार यो त गाह्रो भयो त लगानी पनि नउठ्ने भयो त यहाँ त बुटोला घर किन्ने भनेको त गाडी आउला यो त ल मेरो ल अब लकी है यो चाहिँ सेट हो मैले फेरि बोलेपछि प्याट ए बोल्नु नभए तिमी अलिक गलत भयो यहाँ देऊ त मैले काट्छु यो त सबै भ्याइसक्यो एकछिन न म यहाँ मन्त्र हान्छु है, ल मलाई त पेरे छ त्यही मोबाइल उयो होला हौ साँच्ची खाली यस्तो यस्तो भइरहेको भतिले लुगा त्यही मोबाइल उयो होला क्या उता चुटुक्क हान्नु ल त तिम्रो त पनौती मोबाइलले हुन्छ ए म त कता पो छिर्नु लाग्यो यहाँ राख नि यहाँ एकछिन न यहीँदेखि म 16 निकालिदिन्छु क्या पऱ्यो भने भरे नि भिडियो काटेर लाउँदा भयो जपन हौ अलिक राम्रो यो त भयो राम्ररी भित्रैबाट सम्झिनु नि भगवानलाई पैसाको लक्ष्मी माता ल ल लक्ष्मी माता ल
एउटा 2टा 3टा 4टा 5वटा 6वटा 7वटा पर्यो क्या मेरो त यार। लु टन्डन भाइ जपन हेर कान्छन् सबै रातो भइसक्यो के भयो 7वटा देखाइरहेको छु। यहाँ आन त यहाँ आइसक्यो नि यहाँ आन त यहाँ आइसक्यो नि। पानी खाने भइसक्यो टन्डन भाइ टन्डन भाइ कहाँ हो पानी खाने भइसक्यो ओछ्याउनु पनि परेन ओछ्याउनु पर्यो। पानी खाँदा टन्डन भाइलाई सर आइरहेछ ओछ्याउनु बगान पानी आउनु पर्यो टन्डन भाइलाई त टन्डनको मोबाइलबाट हेरौँ त होइन टन्डन भाइ तिमी बाहिरै बस्दै गर भरे एकदम बोलाउने तिमी त जे पनि त्यत्रो काटिसक्दा पनि परे छैन हिरोको रोल लास्ट आउँछ के त्यो लास्टकै गर्नु नि त एकैचोटि। लास्टबाट स्टार्ट गर्नु नि। तातो तातो हुँदै गयो ल यो हान त टन्डन भाइ तिमीले खिच्छ त फोटो यसमा चाहिँ पर्छ। यहाँ छैन उ मलाई नम्बरै थाहा भइसक्यो कहाँ टन्डनले त के गर्छ यहाँ यस्तो ल ओहो यस्तो के पर्छ हो साला एउटा त पर्नु ल हान टन्डन भाइ ठोक यहाँ हान ब्याक गर न ठोक्नु के हान त त्यहाँ टन्डन भाइ त सिभिल भइसक्यो मलाई सिद्ध तनाव लाग्यो। मलाई गाह्रो भइसक्यो टन्डन भाइ तँलाई किन गाह्रो म एकचोटि हान्छु नि त्यहाँदेखि पर्छ होला क्या फिक्स। ल हान जा मार गर्ने भने पर्छ कि पर्दैन त हाने यहाँ कोही आएर पर्दैन यो टन्डन ओहो एकचोटि हान्नु मलाई एकचोटि हान्नु एकचोटि देऊ त टन माया पैसा मागेर त भतिजलाई नि यहाँ हालेर उमाल्नु न हाल्नु यहाँ 3 मा नबोल्नु है कोही नबोल्नु है। ल आयो एउटा 2टा 3टा 4टा 5टा 6टा ओछनन हो म यसो ल त्यो क्यामेरामा देखाउ त ओछनन परेको ओछ्यान मानु न आयो है बल्ल देख्नु नि म त पारिदिन्छु क्या फेरि 40,000 मा आइयो 1,40,000 मा 41 घाटेमा छ। ओ मानन त पर्नु यार ए यहाँ त एकदम कति ओ मानन परि ओछनन आयो होइन त्यो यस्तो छिटो छिटो हेरेर त कहाँ मजा आयो त ल पार्दै त नि मैले मान्नु त पार्दै त। हो त नि फेरि पार्नु त हजुर भाइ मलाई दियो पारिदिन्छु। अँ, ल, 3 जोडीमा त भरे कति पर्छ नि हैन? अघि 2टा सुन्न थपियो भने भरे नि ओमानमा ओछन। के हो यार जानु लक्षण देखेको अन्त लालामा लक्षिन रहेछ अरे यहाँ अझ सानो फ्रीमा हेरिरहेको त पारिदिरहेछु त। अहिले हाल्नु छ अरे के 3 मान जति पारो यस्तो पनौती हो कतिजना कतिवटा छ हौ खोइ सक्यो अहिले भ्याइयो त अनि ल लु भात पनि नरुच्ने भयो यार यो त भएन यार ओहो म त यो त उयो पनि खाँदिनँ कि अरे कडक कडकनाथ पनि खाँदिनँ है मैले त ए भयो यत्रा ल ल यो तिमीले हाल्नु म हान्छु न लास्ट चोटि आन्टीलाई दिएको अब आन्टीले पार्नुहुन्थ्यो होला यार। घर किन्ने गाडी किन्ने सपना त छिनमै चोइलो भयो त अनि सोझो किन्ने पैसा आयो एक मारीको कुरा नि आयो नि यार यहाँ हो कि हो त्यहाँ कहाँ थिच्नु पर्ने कहाँ थिच्नु पर्ने त्यही हो न त्यहाँ एउटा अब लास्ट छ है त ल अम्म लग्यो ल खै आन्टीले बरु झ्यापै पारिदिनुहुन्छ हौ। यहाँ होइन ए यहाँ हो के यस्तो हो के ब्याकग्राउन्ड अटो हुन्छ कि हो यहाँ क्लिक गरेपछि अब यहाँ फोटो खिच्ने हो नि के आयो ओ ल ओ मानौ न मानन त आयो है दिएको हुँदो रहेछ भयो कस्तो भित्र